हजुर हामी बिहान 10 बजेदेखि नै यता परिचालित छौँ। अबको केही समयमै कर्फ्यू आउट सुरु हुँदैछ। तपाईहरु सुरक्षित रूपमा आफ्नो घरमा दुवै पछिको चाहिँ भिडन्त भइरहेको थियो। अवस्था एकदमै नाजुक थियो र बाहिर बसेर खर्च गर्न सक्ने अवस्था पनि थिएन। कतिपय घाइतेहरूलाई त हामीले चाहिँ भित्र नै लगेर त्यहाँ खर्च गरेर चाहिँ हामी हस्पिटल पनि व्यवस्था गऱ्यौँ।